भयो त तपाईँको घुँडा चोट लाग्यो होला। घुँडाको चोटको के कुरा, म तिम्रो लागि मृत्यु पनि हाँसी हाँसी स्वीकार्न सक्छु जस्तो लाग्छ। के सोचिराख्नु भयो? एउटी छोरी मुन्छेहारी यसरी घुँडा टेक्या यताउता मुन्छेहरूले देख्नु भने के सोच्नुहुन्छ होला? क्यान यस्तो गर्नुभयो र हजुरले? उठ्नु त उठ्नु। तपाईँमा त धेरै परिवर्तन आएछ। के कुरा गर्नुहुन्छ? कस्तो परिवर्तन हो र? कसरी भनौँ, पहिला त्यसरी लखेट्ने थर्काउने मान्छे आजभोलि यत्तिको दयालु भएछौ भनेर। कस्तो खालको मुन्छे हो तपाईँ त? जे सोद्धा नि टोलाउनुहुन्छ। अस्ति नै त्यहाँ मुसँग ठोकिँदाखेरि कहीँ चोटपटक लाग्यो भएर उपचार खर्च दिनु पर्यो भनेर यसरी पछि लाउनु भयो कि क्यार्न पछि लाउनु भयो? हेर्नुहोस्, त्यो बेला ठोकिँदा मलाई नि दुखी त हिसाब किताब बराबर भयो। यसरी मेरा पछि नलाउदिनु होला है, मलाई अप्ठ्यारो लाउँछ। उनको बारेमा केही बुझ्न खोज्दैछु, तर उनले मलाई गलत बुझेर गइन्। बाबा, हाम्रो अङ्कललाई कहिले ठिक हुन्छ होला है? खै बा, कहिले ठिक हुन्छ? बाबा, अङ्कल त ठिक हुनुहुन्थ्यो त, सडनली अङ्कललाई के भयो? के हो न बाबु, रिस घमण्ड, रिसले मान्छेलाई सिद्ध्याउँछ भन्छन् नि, हो यस्तै हो। तेरो मन पनि रिसाइ गर्छ, कुन दिन यस्तै हुन्छ। तर बाबा, मम्मी त पहिल्यैदेखि रिसाउनुहुन्थ्यो, तर मम्मीलाई कहिले पनि अङ्कलको जस्तो भएको छैन। फेरि अङ्कललाई नै चाहिँ किन यस्तो भयो? हेर बाबु, मैले तँलाई अहिले सबै कुरा भनेर सम्झाउन खोजे पनि तैँले सम्झिँदैनस्। तैँले यति कुरा याद राख, मान्छेले कहिले पनि घमण्ड गर्नु हुँदैन, कसैलाई हेप्नु हुँदैन, छुट्ट वचन बोल्नु हुँदैन। तेरो मम्मी सबैलाई हेप्छे, चाहिँदा नचाहिँदा कुरामा शङ्का गरेर सधैँभरि हाम्रो झगडा परिरहन्छ। त्यही भएर तँ तेरो मम्मी जस्तो चाहिँ नभन है। खै के हो बाबा, मम्मी भन्नुहुन्छ बाबा जस्तो नभन्, बाबा चाहिँ मम्मी जस्तो नभन् भन्नुहुन्छ। म त भोलि पर्सि कस्तो चाहिँ भन्छु होला है? त्यस्तो सोच्नु हुँदैन बाबु, तँ असल मान्छे बन्नुपर्छ। ल, यहाँ अङ्कल सुतिरहेछ, अहिले अङ्कललाई पनि डिस्टर्ब हुन्छ, तल गएर पढेर बस्छ। ल, ज्ञानी हुनुपर्छ। जाऊ। हस् बाबा। दर्शकवृन्द, आज म कुरा गरिरहेको छु भुन्टी ब्याग 305 को साथीहरू। हेर्नुहोस्, आज मलाई स्कुल ड्रेसमा म कुरा गर्दैछु भुन्टी ब्याग 305 को। तपाईँहरूले 4 को अगाडिको क्लिप त हेरिसक्नु भएको होला साथीहरू। जसरी नै भद्र आफ्नो बाटोबाट हिँडिरहेका हुन्छन्, त्यति बेला उनलाई एक्कासी भुन्टी देखिन्छन् साथीहरू। अनि उनले भुन्टीसँग, भुन्टी मलाई चिन्यो, म भद्र भनेर भन्छन्। अनि भद्र पनि भन्छन्। अनि के हो, मैले त हजुरलाई चिने भनेर भन्छन्। अनि साथीहरू, अब हामी कुरा गर्दैछौँ अब भुन्टी ब्याग 304 मा भएको केही कुराहरू, अनि त्यसपछि 305 मा आउने कुराहरू साथीहरू। जसरी नै भुन्टी ब्याग 304 मा भने भद्रले भुन्टीलाई भेटेर आफ्नो मनका कुराहरू भन्छन्। तर साथीहरू, भुन्टीले भने भद्रले भनेको कुरा एक्सेप्ट गर्दैनन् साथीहरू, रिजेक्ट गरिदिन्छन्। भद्रले भुन्टीलाई साँच्चीकै माया गर्छन् होला नि त साथीहरू, कि भद्रको एउटा चालो थियो भुन्टीले आफ्नो बनाएर भुन्टीलाई
नराम्रो व्यवहारहरू गर्ने भुन्टीको भद्रको चाल हुनसक्छ साथीहरू। तपाईँलाई के लाग्छ? मलाई त भद्र साँच्चीकै भुन्टीको लागि पागल हुनु जस्तो लागिरहेको छ। अब भूपेन्द्र पनि निको भएर भुन्टीलाई रिसाउने गाली गरिरहन्छ साथीहरू। तपाईँहरू भन्नुहोस् कि भुन्टी र भद्रको जोडी तपाईँलाई कस्तो लाग्छ? यदि राम्रो लाग्छ भने प्लिज एक लाइक र सब्सक्राइब गरिदिनु होला भुन्टीको र भद्रको जोडी देखेर साथीहरू। अब भुन्टीमा भने के होला साथीहरू? अब आउने भागमा भने भुन्टी र भद्र एक हुनुपर्छ जस्तो मलाई लागिरहेको छ। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु होला। अनि तपाईँहरू पहिलोचोटि हाम्रो च्यानलमा भिजिट गर्दै हुनुहुन्छ भने कृपया न्यू च्यानल मेम्बर भनेर पनि लेखिदिनु होला, नत्र भुन्टी र भद्र लेख्न नबिर्सिनु होला साथीहरू। अब त्यो त भुन्टी र भद्रको कुरा त परै गयो। अब हामी कुरा गरौँ भुवन र भूपेन्द्रको कुरा साथीहरू। जब भूपेन्द्र आफ्नो बेडमा सुतिरहेका हुन्छन् आरामसँग साथीहरू, त्यति बेला भुवन जान्छन् र आफ्नो भाइलाई हेर्छन् साथीहरू। अनि भन्छन् कस्तो छ तँलाई भनेर अनि भन्छन्। उनीहरू केही कुरा गरिरहेको हुन्छ भद्र नभएर भुवन केही कुरा गरिरहेका हुन्छन् भूपेन्द्रसँग। अनि त्यति बेला नै आउँछन् जेम्स अनि भन्छन् बाबा अङ्कल कहिलेसम्म ठिक हुनुहुन्छ? मामु त जहिले पनि तपाईँलाई नराम्रो व्यवहार गरिरहनुहुन्छ भनेर भन्छन् साथीहरू। अनि जेम्सले पनि भन्छन् अब अङ्कल छिटो नै निको हुनु पाए राम्रो हुन्थ्यो बाबा भनेर भन्छन् साथीहरू। अब साथीहरू मैले यो तपाईँहरू अब हेर्नुहोस् साथीहरू। अब त्यसपछिको क्लिपमा भने हामीले देखाएका छौँ साथीहरू। त्यसपछिको क्लिपमा जेम्स र भुवन कुरा गरिरहेका हुन्छन्। त्यति बेला नै जेम्स म अब जान्छु बुबा भनेर जान्छन् साथीहरू। अनि उता भुवनकी साली आउँछन् र भन्छन् बिनाजु तपाईँलाई के भएको छ आजकल? राम्रोसँग पनि बोल्दैन। तपाईँको र पहिला दिदीको जोडी त खुब राम्रो थियो भनेर भन्छन् साथीहरू। साथीहरू राम्रो थियो यो कारण यिनीहरू छुट्टिनुको कारण तपाईँलाई को लाग्छ साथीहरू? भूपेन्द्र। जुन कारणमा पनि सबैको कारण भनेको नै भूपेन्द्र हो साथीहरू। यदि भूपेन्द्रले नै त्यस्तो नगरेको भए अहिले सबैजना खुसी हुन्थे साथीहरू। तपाईँलाई अब आउने भागमा भने भूपेन्द्र ठिक हुनेछन् जस्तो मलाई लागिरहेको छ साथीहरू। यदि भूपेन्द्र ठिक भए पनि उनले भुन्टीले तिरेको गुण उनले बिर्सि जानेछन्। अनि तिरेको गुण बिर्सि जान्छन् र उनी जेरीका नै हुन सक्छन् साथीहरू। उता जेरी पनि भूपेन्द्रलाई आफ्नो बनाउनका लागि सोचिरहेकी छन्। त्यो मैले नगरेको चिज त त्यही भुन्टीले गरी। अब त्यो त भुन्टीकै हुने हो जस्तो लागिरहेको छ मलाई। यो भूपेन्द्र त मलाई कति माया गर्थ्यो, आफ्नो श्रीमतीलाई समेत डिभोर्स दिन चाहन्थ्यो भनेर उनले भनिरहेकी हुन्छन्। अनि त्यही भनेपछि अनि जेरीले पनि साँच्चीकै माया त गर्छन् साथीहरू। उनले भनेकी हुन्छन् मेरो बुबालाई भन, मेरो बुबा त्यो तिमीले भनेको प्रब्लम सल्भ गर्न सक्नुहुन्छ भनेर उनले भनेकी हुन्छन्। अनि भूपेन्द्र पनि त्यहाँ गएर भनिरहेका हुन्छन् बुबा मलाई केही रुपियाँ दिनुहोस् न भनेर भन्छन्। तर के गर्नु, जेरीका बुवाले उल्टै भूपेन्द्रलाई नै त्यस्तो अवस्थामा पुगाउँछन् साथीहरू। अब त्यो कुरा सम्झेर नै भूपेन्द्र जेरीको नहुन सक्छन् जस्तो लागिरहेको छ साथीहरू। जेरीको नभएर भूपेन्द्र भुन्टीकै हुने जस्तो लागिरहेको छ। अनि भद्र पनि भुन्टीको मायामा पागल हुने जस्तो मलाई लागिरहेको छ साथीहरू। तपाईँलाई के लाग्छ साथीहरू? अनि आउने भागमा भद्र भुन्टीका लागि अनेकौँ
अनेकौँ साजिस रचेर भए पनि उनी भुन्टीलाई आफ्नो बनाउन चाहन्छन्। अनि भूपेन्द्र भने भुन्टीको गुण पनि बिर्सिनेछन् साथीहरू। तपाईँले के लाग्छ कमेन्ट गर्नु होला साथीहरू। आजका लागि यति नै, अब भोलि भेटौँला, बाई।